गुड मर्निङ। आज चाहिँ मेरो भ्लग स्टार्ट भयो। वेलकम ब्याक टु माई युट्युब भ्लग अगेन। अनि आज चाहिँ खासै त्यस्तो केही पनि छैन। आज म क्लास जान्छु, तर क्लास जानुभन्दा अगाडि चाहिँ म अहिले वर्कआउट गर्ने हो। डेली वर्कआउट चलिरहेको छ अहिले चाहिँ मेरो। फ्रेस भएर अनि त्यसपछि क्लास जाने। आज पनि भर्खरै पब्लिक ट्रान्सपोर्टेसन खुल्ला भयो है। सो हिजो क्लास जान पाएन किनकि सबै बन्द थियो। आज क्लास जाने हो। सो लेट्स सी के हुन्छ। Close your eyes for a minute, close your eyes for a second. I won't change my mind. What does 1 बजी सक्यो, ढिला भइसक्यो। मलाई चाहिँ भर्खरै सन्देशले पनि फोन गरेको थियो। सन्देश चाहिँ मेरो साथी फोन गरेको थियो। त्यो बस चढिसक्यो तर म चाहिँ यहीँनिर छु। यता 1 बजीको बस आउँदैन रहेछ। सो अब म अटोमै जानुपर्ने हुन्छ। त्यही हो, अब क्लास जाने, वर्कआउट गरेर खाना खाएर नुहाएर त्यसपछि सुतेर उठेर रेडी भएर अनि चाहिँ जान लागेको। लेट्स सी के हुन्छ। सो जे हुन्छ म देखाउँछु। Close your eyes for a minute, close your eyes for a second. I won't change my mind. What does getting deep now? What does getting? सो म चाहिँ बजार आइसकेँ। यसलाई पनि भेटिसकेँ। यो त कहाँ गएर बसिरहेको मतलब म जहाँ ओर्लेको त्यही रहेछ। म चाहिँ यसको पछाडि आउँदै थिएँ। यो चाहिँ मलाई हेर्दैन अगाडि हिँड्दै थिएँ। होइन कि खासमा म ओर्लेर अनि त्यसपछि हेरेँ त जहाँ बेन्चमा बस्छस् त्यो बेन्चमा सब कालो मान्छे म जस्तो गोरो थिएन। त जस्तो गोरो मान्छे कोही देखेर मैले सोचेँ तर अस्ति मलाई त्यहाँबाट बोलाएको थियो नि यहाँबाट तर त्यहीँ होला भनेर म आएको क्या। म तर तेरो पछाडि नै थिएँ। मेरो पछि आइस। यो चाहिँ मेरो सन्देश साथी हो, स्कुलदेखिको साथी। पछिदेखिको हिरो अहिले पनि हेरेछु। मेरो बच्चादेखिको साथी एउटा मात्रै हो। मतलब छन् धेरै साथीहरू तर अहिलेसम्म यो पनि 6-7 वर्ष हराएर बल्ल भेटेको। कहाँबाट डान्स सिक्नु मन लाग्छ यसलाई। स्कुल लाइफमा हुँदाखेरि यसलाई उल्टा डान्सको डी पनि गर्ने, कम्मर हल्लाउन नि आउँदैन थियो। डान्सको डी पनि नगर्ने मान्छे मैले सोचेकै थिएन। तर यार त यता यसरी गफ गर्नुपर्छ क्या। तर मैले सोचेकै थिएन त कहिले डान्स उयसमा आउँछ फिल्डमा भनेर। मलाई खोज्दै आइस् क्या। वा यस्तो साथी। ल अहिले चाहिँ हामी क्लास जाँदैछौँ। आज रवि पनि आउँदैछ, हाम्रो भ्लगर रवि हिजो उसको कुरा भएको थियो। खतरा प्लानिङ भएको छ हाम्रो यहाँ भ्लगिङको। अब तर ऊ पनि आउँदैछ। सो एकछिन त्यहाँ गएर के हुन्छ गेम खेल्ने भन्दैछ तर थाहा छैन। गेम खेल्ने आज नि कति गेम खेल्नु पर्दैन। खोइ गेम खेल्ने भन्दै थियो। अब लेट्स सी के हुन्छ भने चाहिँ थाहा भएन मलाई। गेम चाहिँ खेल्ने भनेर प्र्याक्टिस गर्नु परिहाल्यो नि। भोलि म ब्याडमिन्टनमा जानुपर्छ। आइफोन देखाएको होइन इन्डाइरेक्टली। आइफोन देखाएको मसँग आइफोन छैन नदेखाऊ। हेलो दाई, मेरो भ्लगमा स्वागत छ हजुरलाई। भर्खर रिप्लाई गरेर त भर्खर मान्छे आइदिएर टेक केयर गर आफ्नो। ल हाम्रो चाहिँ रवि सर, अघि मैले पुरा खतरा तारिफ हान्दा चाहिँ तिम्रो एउटा खतरा भ्लगर। Don't forget to like and share, comment, subscribe also. So they also say that राम्रो बनाउँछ भ्लगहरु and please guys keep support us and yeah. So we are ready. Loves and thanks. No matter my tracks they pull. Fuck on the side, I'm a rock, keep close. I keep smoking to a bullshit killer. Like cigarettes, that came from future. On the track, come on, inside
प्र्याक्टिस सकिसक्यो अब चाहिँ मैले घर जान्छौँ 4:30 भइसक्यो घर जाने काम धेरै छ भोलि ब्याटल जानको लागि मतलब बुटवल जानको लागि मेरो तयारी गर्नु छ भाडामा भोलि चाहिँ म ट्राभल गरेर जान्छु बुटवल फर द ब्याटलको टाइम चाहिँ मैले बिर्सेँ यही स्याटरडे हुँदैछ अनि म चाहिँ भोलि थर्सडे नै जान्छु बिकज त्यहाँ गएर धेरै अलिअलि कामहरू छ मिटिङहरू छ नेप्सोसँग मेरो क्रुमेटहरूसँग सो द्याट आई हेभ टु गो बिफोर द इभेन्ट फ्राइडे र स्याटरडे त्यहीँ बसिहाल्यो सन्डे मेबी घुम्न जान्छौँ अनि मन्डे घर फर्किन्छु अनि त्यही हो आज बेलुका गएर चाहिँ प्याकिङहरू गर्नु छ अहिले चाहिँ हामी भोग लागिसक्यो लास्टै तिमीलाई भोग लागेको छैन यता हेर न मतलब के अरे मुसा जुधेर लडाइ अरे भोग लगेर यस्तो भयो हामी 2:30 बजीबाट प्र्याक्टिस गरेको 4:30 भइसक्यो अब जाने खाने त्यसपछि घर जाने जामै अब के हो नि हिँडेर जान्छ कि जाँदैन ए दाइको स्कुटी छ त एकचोटि तिमीले भन न हामी चाहिँ सकेसम्म हिँडेर जाऊँ भनेको तर यिनीहरू उसको चाहिँ रविको चाहिँ स्कुटी छ अनि सन्देश छैन अनि मेरो पनि छैन सो द्याट हिँडेर जान्छौँ कि अब स्कुटी मागेर करण दाइको स्कुटी मागेर जान्छौँ ल बाई 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 जितेर आउनु भन्नु न ल कहिले हो रे स्याटरडे हैन त यस छैन नि पिलिक पिलिक हो किन चाहियो त हिँडेर न बाई दाइ बाई 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 साले बाई यो चाहिँ हेटौडाको के अरे बुद्ध चोक भन्ने ठाउँ चोक हो अहिले चाहिँ हामी खाना खान जाँदाखेरि उनीहरूलाई चाहिँ हिँड्नै मन थिएन है प्रायः स्कुटीवाला वाउ हामीलाई त कसरी चिन्दैन तपाईँ कसरी चिन्दैन यिनीहरूलाई यति हिँड्न झ्याउ लागिरहेको छ डान्सरहरू भएर यार आर्टिस्ट भएर हिँडाइ स्वास्थ्यको लागि कति राम्रो कुरा हो नि त थाहै छ रवि झन् पुरा हिँड्नु पऱ्यो भनेर गरेर थियो मुख पनि हिँड्नु पऱ्यो हेर नि त हिँड्नलाई म सगरमाथा चढिदिन्छु हिँड्नेको कुरा छोड्दैन चढ्यो त्यो स्कुटी लिएर सगरमाथा पुग्छ होला स्कुटीमा हिँड्ने बानी भएर हो मेरो फेभरेट हो त्यो आलु बुखारा यो चाहिँ फ्लावर मैले खानेकुरा भनेको कि तल नि लेडिजहरू कति धेरै सुनहरू छ यहाँनिर एउटा सुन किनिदिए त मलाई घरमा 5 छैनवाला सुन हो क्या खाना अब खान्छौँ त्यसपछि मम्मीको लागि चेरी किन्छु दुध किन्छु अनि घर जान्छु पुरै कुरा भनिदिन्छु कि हिजो राति फोन गरेर प्रनिसा भ्लग बनाउनु पर्छ भनेर आज अघि तै सिरी कमा लिएर हिँड्न त काम मिठो पाउँछ तर 100 रुपियाँ हुनु पर्यो त्यही त हिजो राति फोन गरेर राम्ररी अब के अरे भ्लगमा अलि हामी उयोहरू पऱ्यो इन्भेस्टेड पऱ्यो भनेको मान्छे अनि गेमको प्लान गर्दैथ्यो उसले गेम खेल्न नपाएर भ्लगै सुट गर्ने मान्छेले अहिले अब भोलितिर बनाउँछु ए भोलि मन नहुने बेला गेम खेल्ने हैन तिमी आएपछि बनाउने क्या तर मुकबाङ भिडियो पनि आउँछ हाम्रो एउटा हामी दुईजनाको फेरि मुकबाङमा त उहाँ त अलिकति फेमस अलिक सेलिब्रेटी हुनु भएको थियो हामी नेपाली मौसँग मुकबाङ त्यही हो गाइस मुकबाङ मुबान भिडियो रे खाएर मुबान भिडियो बनाउने के
ताएर बनाउने रे खाने अनि त तल टाइटलमा मुभ अन भिडियोले मुभ अन चाहिँ भने ओके आयो हात दिन्छ यार झोल मोमो ओइ खाइ छिटो 5:30 भइसक्यो बाई 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 अब मन्डे भेटौँला सिधै ल बाई अब चाहिँ उयोबाट उयो कहाँ छ ओइ सन्देश जेली पसल कहाँ छ उदानी र अब चाहिँ जेली किनेर त्यसपछि हजारे हो Now, follow me around, yeah. म चाहिँ घर आएँ सकेर घर आइपुगिसकेँ अब ड्रेस चेन्ज गरेर नुहाएर कपडा प्याकिङ गरेर खाना खाएर सुत्ने हो सो अहिले भ्लग एडिट पनि गर्नुपर्छ गाइजहरू सो आज अलिकति त्यस्तो थाकेको त छैन तर पनि रेस्ट गर्नुपर्छ भोलि बिहानै ट्राभल गर्नु पऱ्यो नि त त्यही हो आजको लागि भ्लग यति नै थ्याङ्क यू फर वाचिङ रमाइलो भयो के अरे साथीहरूसँग आज चाहिँ बहिनीहरू आएन क्या बहिनीहरू आएको भए चाहिँ गेम खेल्ने प्लान थियो क्या अरे बहिनीहरू आएन त्यो प्र्याक्टिस गरौँ त्यही हो जे भयो देख्नुभयो होला थ्याङ्क यू वन्स अगेन एन्ड डु लाइक सेयर कमेन्ट सब्सक्राइब गर्नु होला लाइक सेयर कमेन्ट एन्ड सब्सक्राइब पनि गरिदिनु होला है यति भन्दै आजको भ्लगलाई म एन्ड गर्न चाहन्छु बाई बाई टेक केयर सबैजना राम्ररी बस्नु होला आफ्नो ख्याल राख्नु होला जे गर्दै हुनुहुन्छ त्यो गर्नु होला जे मनपर्छ त्यही गर्नु होला सो या यति भन्दै म एन्ड गर्छु भ्लगलाई भोलिको भ्लगमा भेटौँला सो या गाइस